हैन मेरो भाइ पनि उलाई पनि टार्गेट उसले बनाइरहेको छ अथवा 2-3 जनालाई चाहिँ उसले मार्ने चाहिँ उसले प्लान गरिरहेको छ छुटेपछि मार्छ हजुर छुटेपछि मार्छ नै भन्ने हामीलाई चाहिँ कन्फर्म छ सर त्यसमा चाहिँ अनि उसको घर यही हो सर हेर्नु सर यही घर हो उसको यो घरको मेरो 7 करोडको घर छ भने त उसले फाइ फुल लागिरहेछ हजुर देख्नु भएको छ नि हैन यही घर हो उसको 7 करोडको घर एकचोटि हजुरले घर पनि पाल्दै आउँदै उसले दुनियाँ केटीसँग उसले हिँडेको उसले रङ्गी हात पक्रेको देखेर चाहिँ पनले डिभोर्सको मुद्दा हालेको सर जुन डिभोर्सको मुद्दा पछिबाट चाहिँ यसले के सोचेको थियो भने मैले जति गल्ती गरे पनि यो मसँग झुक्चे मैले जति हजारौँ गल्ती गरे पनि यो मसँग झुक्चे भनेर ऊ पछि लागिरहेको थियो उसलाई फाँसीको सजाय होस् हैन आज पनि बालेन सरकारले चाहिँ एउटा सानो मैले क्लिप दिएको थिएँ न्युज सरकार बालेन चाहिँ अब फाँसीको सजाय हुन्छ कि यस्तो आश हामीलाई लागेको छ यदि भएन भने पनि उसलाई आजीवन उसको बाँचुन्जेल भुरी चाहिँ ऊ बाहिर निस्किन नपाओस् किनकि उसको टार्गेट जेनिसहरू त्यहाँ अब उसमा बसिरहनु भएको छ हैन मेरो भाइ पनि उसलाई पनि टार्गेट उसले बनाइरहेको छ अथवा 2-3 जनालाई चाहिँ उसले मार्ने चाहिँ उसले प्लान गरिरहेको छ छुटेपछि मार्छ नै भन्ने हामीलाई चाहिँ कन्फर्म छ सर त्यस पहिला रड पार गरेको थिए 4 बजे पनि यहाँ बाटो कुरेर दिदीलाई रड पछाडिबाट रडले हानेको हो बाबुहरूले छेक्न जाँदा फेरि बाबुहरूलाई उल्टो आरोप लाग्यो मलाई मार्न आयो मिडियामा गएको पनि हो त्यसले मेरो दिदीलाई त कतिचोटि मलाई छोराले मार्न खोजे गुण्डा लाए भन्ने आरोप गुण्डा हैन उल्टो उसले आएर हानेको उल्टो उसले चाहिँ पछाडिबाट हान्दा बच्चाहरूले बचाउन गएका हुन् आमालाई कुनै पनि छोरालाई पछाडिबाट आमालाई मार्न जान्छ भने तपाईँ के चुप्लाएर बस्नुहुन्न नि त आक्रोश हुन्छ गइन्छ मारपिट भइन्छ नि त दर्शक नमस्कार म रमित बलामी तपाईँ हेर्दै हुनुहुन्छ यतिखेर ककनी मिडिया र हामी यतिखेर जुन नेपाली ब्रो श्रीमती हत्या प्रकरणमा जोडिएका छौँ सुरुदेखि अन्तिमसम्म हामीले यहाँका अपडेटहरू दिने नै छौँ भनेर वाचा गरेका थियौँ र सबैभन्दा पहिला र यो घटनाको विषयलाई हामीले नै सम्प्रेषण गरेका थियौँ तपाईँहरूले हेरिसक्नु भएको छ भने आज यतिखेर हामी सोही घटनास्थलको छेउमै रहेको उहाँको निवासमा छु है यहाँ छोरा गृहमा बसिराख्नु भएको छ भने आमाहरूको एकदमै त्यो बाबेहोल अवस्थामा अझै पनि ती हत्यारालाई फाँसी दिनुपर्छ भन्ने मागसहित आज पुतला जलाउने कार्यक्रम यहाँ रहेको रहेछ हामी आइपुग्दाखेरि उहाँको परिवारहरूसँग हामी कुराकानी गर्नेछौँ आउनुहोस् जोडौँ दिदी नमस्कार नमस्ते आज धेरै दिनपछि फेरि हामी तपाईँको घर आँगनमा आइपुगेका छौँ होइन ठ्याक्कै टिकटकमा देखिएको अहिले दृश्य जुन पुतला जलाउँदै हुनुहुन्थ्यो के हो त्यसको बारेमा अलिकति अनि यस्तो हो उसलाई हामीले अब मेरो बहिनीको हत्या त उसले गरिहाल्यो नि हाम्रो बहिनी त फर्केर अब आउँदिन यो दुनियाँमा नि छैन तर उसलाई अलिकति त्यो हामीलाई अलिकति यो मनको यो रिसको शान्त मेरो आमाको लागि आमाको अलिकति हिजो जलायो आमा अलिकति खुसी हुनुभयो क्या हौसला आयो क्या आमालाई हजुर आमालाई आत्मबल थोरै बढ्यो कारणले आमाले आज फेरि गर्ने भन्ने कुरा गर्नुभयो र हामीले आज पनि उसको पुतला चाहिँ हामीले आमाको सान्त्वनाको लागि हजुर एकदम आमाको सान्त्वनाको लागि हामीले चाहिँ अब हिजो एकचोटि गरिहाल्यो अब होस् भन्नेमा थियौँ तर आमाले आज फेरि गर्नै पर्छ मेरो यो मन शान्ति हल्का भएको छ मलाई आज पनि गर्न पाएँ झन् अलिकति सान्त्वना बढ्छ भनेर आमाको हौसलाको लागि चाहिँ हामीले फेरि काम गरेको छ हजुर चाहिँ ईश्वरी भुजेल म दिदी हजुर खास यो घटनाक्रममा सुरुदेखि नै हामी जोडिएका छौँ सुरुको हामीले जुन दिदी को त्यो तारकेश्वरको हस्पिटलको भिडियो हालिसकेपछि सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा पनि भयो यो विषयमा होइन अलिकति नबुझेको कुरा चाहिँ हामीले भिडियो त हाल्यौँ तर यथार्थ के हो अझै पनि हामीले पनि बुझाउन सकिएको अवस्था छैन किनकि हामी परिवारसँग जोडिएका थिएनौँ यसको विस्तृत रूपमा थ्याङ्क यू अलिकति प्रश्न पारिदिनुहोस् न के हो यही कुरा गरिरहेको हामीले 3-4 दिन जति नै भइसक्यो हाम्रो होइन अब हत्याराले मेरो बहिनीलाई हत्या कसरी गर्यो भनेको त मैले हजुरलाई हिजो पनि भनिसकेँ होइन अब आज पुतलाको विषयमा चाहिँ आमाको सान्त्वनाको लागि र आमाको खुसीको लागि आमाको हौसलाको लागि चाहिँ हामीले आज सानो एउटा पुतला हामीले आयोजना गरेर चाहिँ मैले भन्न खोजेको ठ्याक्कै जोडेँ सुरुदेखिको होइन जो नेपाली ब्रो भन्ने चाहिँ हजुरको ज्वाइँ हुनुहुन्थ्यो पहिला हजुर हजुर उहाँको हत्या उहाँ एक्लैले गर्नुभएको अथवा कतिपय मिडियाहरूमा 2-3 जना थियो अरे के रिएको कुरा आयो क्या हजुर हजुर यथार्थ तपाईँहरूले बुझ्नु अनि यस्तो भएको थियो सर मलाई चाहिँ के हो भने बहिनीको खटबड भएको 5-6 महिना जति नै भएको थियो बहिनीको र जुन नेपाली ब्रोको चाहिँ उनीहरूको अब घरयासी कुरामा चाहिँ विवादमा ऊ अब दुनियाँ केटी लिएर हिँड्ने दुनियाँ केटीसँग हिँड्ने होइन त्यो कारणले उनीहरूको खटबड भइरहेको थियो अनि उसको घर यही हो सर हेर्नु सर यही घर हो उसको यो घरको मेरो 7 करोडको घर छ भनेर उसले फाइ फुल लागिरहेछ हजुर देख्नु भएको छ नि होइन यही घर हो उसको 7 करोडको घर एकचोटि हजुरले घर पनि देखाउनुहोस् मिडियाले होइन 7 करोडको घर त्यही हो सरी
उसको 7 करोडको घर यही हो हजुरहरूले हेर्नु होला होइन अनि उसले एउटा आइफोन त उसले 12 को लिएर उसले 17 को खोलाली मान्छे हो उसले कतिसम्म फुटन लाउँछ भन्ने कुरा त हजुरहरूले आफैले पनि गेस गर्नु भयो होला बहिनीको चाहिँ अब उसँग बस्न नसक्ने स्थिति आएर बहिनीले उसलाई पालिराखेको थिए मेरो बहिनीले उसलाई पाल्दै 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 आउँदा आउँदै उसले दुनियाँ केटीसँग उसले हिँडेको उसले रङ्गी हात पक्रेको देखेर चाहिँ बहिनीले डिभोर्सको मुद्दा हालेको सर जुन डिभोर्सको मुद्दा पछिबाट चाहिँ यसले के सोचेको थियो भने मैले जति गल्ती गरेँ पनि यो मसँग झुक्चे मैले जति हजारौँ गल्ती गरेँ पनि यो मसँग झुक्चे भनेर ऊ पछि लागिरहेको थियो अनि त्यसपछि चाहिँ बहिनीले अहिले चाहिँ ड्यामकेरै गरिदियो कि यो 3-4 महिनादेखि भयो बहिनी चाहिँ उसको अवस्था उसले जेसुकै गरोस् जहाँसुकै जाओस् जेसुकै गरोस् जेसुकै खाओस् भनेर बहिनी ड्यामकेर गरेपछि ऊ आक्रोशमा आएको कि सर यसलाई बरु म पनि होइन यसलाई यो मार्छु यही सर 7 करोडको घर 4 करोडको गाडी कता लाएर थन्के उसले अनि यो चाहिँ अब उसलाई चाहिँ दिने अब उसलाई लागि यो सम्पत्तिकै लागि मारेका हुन् त यो उसले चाहिँ जतिखेर पनि सम्पत्ति चाहिँ मैले जग्गा कमाएको सम्पत्ति चाहिँ म उसलाई दिन्न भन्ने उसले टार्गेट गरेको थियो बारम्बार उसले न्युजमा नि भनिराखेको थियो होइन म दिदिनँ मैले कमाएको सम्पत्ति चाहिँ म दिन्न भनिरहेको थियो हामीलाई लाग्छ कि उसले सम्पत्तिकै लागि चाहिँ हत्या गरे हो मेरो विचारमा चाहिँ त्यही हो सर हत्या हुनुभन्दा पहिलादेखि खटपट थियो अर्थात् झगडा थियो भन्ने झगडा थियो सर झगडा गर्नु भए भए अलिकति कम हुन्थ्यो कि होइन यस्तो भयो सर किनभने उनीहरूले अब हात काटेर माया गरेको मान्छेले चाहिँ मार्छ भन्नेमा चाहिँ ऊ पुगिन के सर मलाई मारिहाल्छ हामीले चाहिँ बारम्बार 8 बजे पछि बाटो नहिँड 8 बजेपछि त आफ्नो सुरक्षा आफै गर हामीले उसलाई भनिरहेको थियौँ कि बारम्बार तर उसले चाहिँ के सोच्यो भने मैले माया गरेको मान्छे हो उसले यतिसम्म मार्नसम्म चाहिँ उसले पुग्दैन दिदी मलाई उसले मार्न चाहिँ सक्दैन भन्नेमा जान्थे त्यो दिनमा उसको सायद उसकै हातबाट लेखन त नै होला उसको होइन अपराधीले मारो तर ज्यान मुद्दा योगमा चाहिँ 3-4 चोटिसम्म बालाजीमा उजुरी पनि हामीले गरेको नगरे त होइन तर त्यहाँको प्रशासनले पनि राम्रोसँग यति केयर गरेर उसको लागिमा चाहिँ 1-2 महिना थुनिदिएको भए 2-4 छडी हानिदिएको भए सायद यो घटना घट्दैन थियो होला एक दिन हो कि 2 दिन थुनेको थियो उसको बाबुआमा दाजु दिदीबहिनीहरू गएर चाहिँ उसलाई निकाह छुटाएको के सर छुटाएको उसको परिवारले पनि पहिलेबाट चाहिँ मेरो भाइ यस्तो छ मेरो छोरा यस्तो छ मेरो छोरो यस्तो छ भनेर चाहिँ उसलाई 2-4 दिन बरु उनीहरूले बरीको सपोर्ट गरे त बरीको सपोर्ट गरेर 2-4 उनीहरू पुलिससँगलाई चाहिँ यसलाई 2-4 दिन राख्नुहोस् भनिदिएको भए सायद यो घटना घट्दैन थियो होला क्या सर घट्दैन थियो होला भिडियो जति पनि हाम्रो दिदीको क्लिप अहिले चाहिँ म एउटा अनुरोध हजुरलाई गर्न चाहन्छु कि होइन अहिले मेरो बहिनीको एउटा चाहिँ बुढाबुढीको बिचमा एउटा सानो एउटा क्लिप चाहिँ उसले अब बुढा सानो भाइले चक्कु हान्नुपर्छ भन्ने हजुर सुन है त्यो विषयमा त्यो दिनमा उसले 2-3टा केटी लिएर कता गएको उसलाई प्रत्यक्ष थाहा थियो बहिनीलाई थाहा हुँदै पनि उसले होस् पछि ऊ लाइभमा आयो उसले जोडिन आयो उसले जोडी उनीहरू बुढाबुढी मजाले खाँदै कुरा गर्दै गइरहेछन् त्यो रिसको आवेगमा उसले त्यति गर्नु चाहिँ उसको गल्ती देख्यो सर उसले 10,000 गल्ती गरेको चाहिँ गल्ती देखेन क्या तर एउटा केटी छ जापानमा त्यो केटी कहाँ बस्छ जापानमा होइन समीक्षा कार्की भन्ने छ होइन तैँले याद गर होइन तेरो पनि घरमा यो घटना नघटोस् तैँले याद गर तैँले मेरो बहिनीमाथि जुन ब्लेम लगाएकी छिस् नि तँ चाहिँ याद गर है त कुनै नेपाल आउलिस् होइन तेरो बारेमा चाहिँ साइबर ब्युरोमा मैले भोलि उजुरी हाल्न जाँदैछु म तैँले यदि कुरा याद गर कि तैँले एउटा हाम्रो यति दुःखद घडीमा हामी छौँ होइन हाम्रो जापानबाट चाहिँ उसले हजुर त उसले भ्युजको लागि भनी या ऊ माथि जानको लागि भनी या उसले कसैले पैसा 2-4 पैसा दिएर भनी होइन उसले ईश्वरीको लागि म चाहिँ उसले नराम्रो शब्दहरू उसले कमेन्टहरू गरेकी चाहिँ 2-4 मान्छेहरू छन् होइन तर यदि कुरा याद गर होइन त कुनै नेपालमा आइस् भने तँलाई पनि पछुतो होला कि मैले किन बोलेँ होला सायद मैले भ्युजकै लागि बोल्न भने मैले बोल्न नहुने कुरा रहेछ भनेर उसैलाई पछुतो हुन्छ सर यो विषयमा होइन तर यो विषय चाहिँ नराम्रो कमेन्ट नगरिदिनु होला है मेरो बहिनीको बारेमा चाहिँ नराम्रो कुरा कसैले पनि नगरिदिनु होला मेरो बहिनीले कति दुःख गरेको थिए 23 वर्ष भयो सर उसले जाइरहेको यो उसले आर्मीमा 23 वर्ष भयो हजुर रिटायर भइसकेको थियो होइन आमा पेन्सन त भइसक्यो होइन र पेन्सन पाकेको थियो पेन्सन पाकेको थियो हजुर अब बिस्तारै उसले अब बाबु ठुलो बाबु 12मा पढेको थियो होइन ठुलो बाबुको बाहिर जान्छ सानो बाबुको लागि चाहिँ म अब छुट्टै एउटा अब यसलाई केही गर्नुपर्छ दिदी भनेर उसले छुट्टै एउटा उसले बनाएको थियो के अब बनाएको थियो अब पापीले जब उसको सुखको दिन आथ्यो दुःख गरेर उसले यो घर पनि उसले आफैले बनाएको ऋण खोजेर होइन बनाइ अब अहिले सुखको दिन आउने बेलामा पापीले मार्यो त्यो घटना भएको त्यो हो सर अब कारबाहीमा चाहिँ हाम्रो आजीवनभर उसले चाहिँ यो पृथ्वीको यो धरतीको खुल्ला आकाश देख्न नपाओस् उसलाई फाँसीको सजाय होस् यदि कानुन संशोधन हुन्छ र उसलाई फाँसीको माग हुन्छ भने उसलाई फाँसीको सजाय होस् होइन आज पनि बालेन सरकारले चाहिँ एउटा सानो मैले क्लिप दिएको थिएँ न्युज सरकार बालेन चाहिँ अब फाँसीको सजाय हुन्छ कि यस्तो आश हामीलाई लागेको छ यदि भएन भने पनि उसलाई आजीवन उसको बाँचुन्जेल भुरी चाहिँ ऊ बाहिर निस्किन नपाओस् किनकि उसको टार्गेट जेनिसहरू त्यहाँ अब उसमा बसिरहनु भएको छ होइन मेरो भाइ पनि उसलाई पनि टार्गेट उसले बनाइरहेको छ अथवा 2-3 जनालाई चाहिँ उसले मार्ने चाहिँ उसले प्लान गरिरहेको छ छुटेपछि हजुर छुटेपछि मार्छ नै भन्ने हामीलाई चाहिँ कन्फर्म छ सर त्यसमा चाहिँ
उसलाई चाहिँ आजीवनभरि उसलाई चाहिँ को हुनुहुन्छ म पनि बहिनी हो बहिनी हो हजुर के थाहा छ यस विषयमा चाहिँ अलिकति मलाई चाहिँ अब थाहा भएको कुरा अब दिदीले 21 सालदेखिको भोगेको कुरा हो जति पनि मैले थाहा भएको कुरा अब दिदीलाई पीडा भएको कतिचोटि उसले दिदीलाई पछाडिबाट रड प्रहार कहिले योभन्दा पहिला रड प्रहार गरेको थिए 4 बजे पनि यहाँ बाटो कुरेर दिदीलाई रड पछाडिबाट रडले हानेको हो बाबुहरूले छेक्न जाँदाखेरि बाबुहरूलाई उल्टो आरोप लगाएको हो मलाई मार्न आयो भने मिडियामा गएको पनि हो त्यसले मेरो दिदीलाई त कतिचोटि मलाई छोराले मार्न खोजे गुन्डा लाए भन्ने आरोप गुन्डा होइन उल्टो उसले आएर हानेको उल्टो उसले चाहिँ पछाडिबाट हान्दा बच्चाहरूले बचाउन गएका हुन् आमालाई कुनै पनि छोरालाई पछाडिबाट आमालाई मार्न जान्छ भने तपाईँ के चुप लाएर बस्नुहुन्न नि त आक्रोश हुन्छ गइन्छ मारपिट भइन्छ नि त कतिचोटि दिदीलाई लुच्ने पुच्ने शरीरभरि निलो डाम घाउ यो घरमा बस्न नदिने आउने यहाँका भाडामा बस्नेहरूसँग सोधपुछ गर्नु कतिसम्म गर्थ्यो यता सबै सोसाइटीहरूलाई पनि तपाईँले सोध्नु कस्तोसम्म गर्थ्यो दिदीले कतिसम्म पीडा अहिलेदेखि होइन दिदीले त कति साल भइसक्यो बिहे गरे पनि कति पीडा लुकाएर आफ्नो आमालाई बहिनीलाई कसैलाई पनि डिप्रेसनमा जानु भइसकेको थियो दिदी कति धेरै के भन्नुभएको छ कमेन्टमा भन्दाखेरि सबै कुरा परिवारलाई थाहा हुँदै पनि यो घटनामा चाहिँ घट्नु नराम्रो हो किनकि परिवारलाई थाहा भएर अलिकति अलग बनाएर राखेको भए सेभ गरेको भए यो त हुन्थ्यो अब उहाँलाई यति विश्वास थियो कि यति माया गर्ने मान्छेले यतिसम्म गर्छ भन्ने उहाँले सोच्नु भएन यतिसम्म कि यहाँसम्म चाहिँ नजाला अब मारपिट हर कसैको घरमा हुन्छ झगडा सबैको घरमा आगो त नबालिकन नठोसिकन बल्दैन भने घरमा त थोरै सानोतिनो झगडा भइरहन्छ त्यो सानोतिनो झगडामा अब बाहिर किन लाने उहाँले दिदीले पनि बाहिर कसैका गएर आफ्नो दुःख सेयर नगर्ने सधैँ हाँसेर बोल्ने आमासँग भेट हुँदा नि के केही छैन राम्रै छ भन्ने अनि छुट्छु डिभोर्स गर्छु भन्दा नि मेरो दिदीलाई आज उसले मारेरै छोडो दिदीले म त छुटकारा भयो त जुनसँग जससँग बस्न चाहन्छ त्यहीसँग बस हामीलाई छोड्दै भन्दाखेरि उसले आज दिदीको ज्यान लियो दिदीले यही चाह्यो त जे चाहन्छस् त त्यही गर अन्तिम दिनमै दिदीको सुनाइ थियो अब साइन गर्न उसले मानेन त्यसपछि अब उसलाई के कुरामा मेरो दिदी खुसी भएर हिँडेको उसले देख्न चाहेन मेरो दिदीको अब दुःख यति दुःख गरे हो 23 साल त दुःख गरिसक्नु भएको थियो 2टा बच्चा भएको थियो एउटा त निर्दोष बालकलाई के कति पीडा भयो होला त 2-4 वर्षपछि उसलाई यो आमाको यो घटना सुनेपछि कस्तो अवस्था हुन्छ होला तपाईँले सोच्नु त त्यही त त्यो सानो बच्चालाई होइन तिम्रो आमा विदेश गएको छ फर्किन्छ पछि कति दिन झुट बोल्ने हामीले कति दिन हामीले उसलाई सान्त्वना दिएर कति दिन झुट बोल्ने एक दिन त उसले पक्कै मेरो आमा ल्याइदिनु भन्नुहुन्छ आज सोध्छ मेरो मम्मी खोइ यो के भएको यो सामान कसले लिएर आएको किन यति धेरै मेरो मामुले के पठाइदिनु भएको छ भन्छ सानो बाबुले सोधिरहेछ त्यो घरमा ल्याएको सामानले चाहिँ मेरो मामुले पठाइदिनु भएको हो भनेर जवाफ दिइरहनु भएको सबैजनाले अहिले नयाँ सामान यति धेरै सामान किन आएको मेरो घरमा भनेर क्वेसन गर्छ अब त्यो क्वेसनमा अब सबैले मामुले पठाइदिनु भएको बाबुलाई इबुलाई यति धेरै सामान हो भनेर हामीले सबैले सम्झाइरहेको छौँ कति वर्षको थियो त्यो बाबु ठ्याक्कै 4 वर्ष भयो 4 वर्ष अस्ति लास्ट हामीले बाबुको बर्थडे सेलिब्रेसन गरेको हो त्यो खाते पनि गएको थियो त्यहीँ त्यो कुकुर त्यो नरपिचास हो त्यो खाते पनि त्यहाँसम्म हाम्रो दिदीको पछिटो दिदीले त्यसलाई इग्नोर त्यसलाई मतलबै नदिँदा पनि मेरो दिदीको पछि हिँडेर त्यसले ज्यानै लियो त्यसको परिवारले सबैले मेरो दिदीको ज्यान लियो यति भन्न चाहन्छु म नेपाल सरकार त्यसलाई फाँसी हुन चाहियो को पर्नु भएको छ तपाईलाई थाहा पक्राउ त अब त्यही कुकुर परे त्यसको भाइ विक्रम अनि त्यसपछि त्यही केटी त्यो प्रतीक्षा अनि अर्को 4-5 जना पूजन थापा अनि त्यो मोबाइल पसलको ईश्वर होइन तिनीहरू 4-5 जना पक्रेको ईश्वर के हो रे रविना अटो मोबाइल धनेश्वरको अटो मोबाइलको त्यो पूजन थापा 4-5 जना छन् अब हामीले यही चाहन्छौँ त्यो केटीलाई त्यो केटीको कारणले हो यो भएको सबै त प्रतीक्षा आचार्यको कारणले भएको हो हामी चाहिँ अब यति भन्न चाहन्छु कि त्यसलाई कडा भन्दा कडा त्यसलाई होस् कारबाही होस् र तपाईँको यहाँ एउटा चाहिँ मृत्युदण्डवादी नेपाल भनेर एउटा अभियन्ताहरू पनि देखिएका थिए उहाँहरूले के भन्नुभयो कतै भ्युजको लागि अर्थात्
उहाँहरूको स्वार्थको लागि तपाईँहरूलाई एउटा सिग्नेचर बटुल्न आएको हो कि साँच्चैकै मृत्युदण्ड नै ल्याउनुपर्छ भनेर आवाज उठाउनु भयो? अब साँच्ची नै मृत्युदण्डै हामी त चाहन्छौँ। अब उहाँहरूको के हो त्यो चाहिँ मलाई थाहा छैन। उहाँहरूको बिचरा भ्युजलाई आउनुभयो कि साँच्ची नै होइन। हाम्रो अब नेपाललाई सबै अब कति चेलीबेटीहरू बलात्कारीहरू भएको छन् ती, अनि कतिको ज्यान गइरहेछ। अस्ति पनि त्यो घटना भइरहेको, जताजतै घटना त भइरहेको छ नि। सायद यो फाँसी भइदिएको भए आज यो दिन आउँथेन होला जस्तो लाग्छ मलाई चाहिँ। कतिको ज्यान जोखिममा अझै पनि छ। अब कति वर्षसम्म जेल हुन्छ अर्थात् कानुनी रूपमा तपाईँहरूलाई नेपाल प्रहरीले केही जन्मकै हामी त उसलाई जन्मकै 20 वर्ष जन्मकै होइन, उसको त पुरै वहीँ मरोस् वहीँ सडोस् त्यो, त्यसलाई चाहिँ जेलबाट निक्ल्या नै हुन्न। भोलि त्यो जेलबाट आउट भयो भने चाहिँ फेरि परिवारको जिम्मा को लिनुहुन्छ त्यो मलाई थाहा छैन। उसले परिवारलाई, छोरो बाबुलाई सबैलाई उसले सिद्ध्याउँछ, परिवारलाई सबैलाई सिद्ध्याउँछ। लास्टमा मैले भन्नुपर्दाखेरि नेपाली प्रहरीलाई हिजो मात्र नेपाली प्रहरीले एउटा बयान दिएको छ होइन, के भनेको छ भन्दाखेरि मैले डिप्रेसनमा गएर डिप्रेसनमा त्यसो भए म पनि डिप्रेसनमा जाने मान्छे मार्दै हिँड्ने। डिप्रेसनमा गए भएको मेरो दिदीलाई मात्र किन मारो त? डिप्रेसनमा होइन ऊ। त्यसो भए उसले न्याय पाउँछु भनेर ऊ न्याय पाउँछु, ऊ निक्लिन छुट भनेर उसले डिप्रेसनको देखाएको बयान दिएको। ऊ कोही डिप्रेसनमा हामीले चिनेको मान्छे हो। ऊ कतिसम्म छ भन्ने त्यो हामीलाई थाहा छ नि त। हामीले त मैले त उसँग त सङ्गत गरेर त भयो कति साल। दिदी जब बिहे गरेर आर्मी भएपछि त भयो 20 अब दिदी सँगै गाउँमा भए आर्मीमा भएपछि त त्योसँग बिहे गरिसकेपछि नि अब हामीलाई थाहा छ नि त त्यो कस्तो व्यवहार गर्छ। जब यो बाबु जन्मेपछि उसले दिदीलाई दुःख दिन थालेको। यो ठुलो बाबु जब जन्मिसकेपछि त्यसपछि लगभग 15-16 वर्ष अगाडिदेखि नै झगडा गर्न थाले। झगडा उसले सधैँ यस्तो गर्ने। दिदीले त कति टर्चर खाएर एउटा नेपाली छोरी मान्छे भएर चाहिँ सहनु पर्छ है, अनि सहनु पर्छ भनेर दिदी यहाँसम्म आएर उसकै हातबाट। दिदी एउटा कुरा, एउटा आर्मीले एउटा सानो रिस पनि खप्न सकिँदैन भन्थे होइन, जो चाहिँ तर मेरो दिदीले सह्यो। जिस्काउनुहुन्न आर्मीहरूलाई के भन्ने होइन, हामी पनि सुनिरह हो। हुन पनि अब उनीहरूलाई अलिकति ट्रेनिङ पनि अलिकति प्रेसर आएको दिन्छन् होइन। त्यस्तो व्यक्तिले यति पीडा सहेर आफ्नो परिवारलाई बचाइराखेका रहेछन्। दिदीले चाहिँ बचाउनै अब एउटा हस्बेन्ड हो, एउटा हस्बेन्ड भएपछि यो कुरा बाहिर नजाओस् भन्ने दिदीको धारणा थियो। परिवार नबिग्रोस्, 2 सन्तान भइसकेको छ। अब यस्तै हो, दुःख सुख गरेर बसौँ, यस्तै हो जिन्दगीभरि। अब जहाँ पनि झगडा झटी हस्बेन्ड वाइफ भएपछि भइहाल्छ, नर्मल्ली कुरा हो। त्यसपछि 1 सालपछि त्यो केटीको कारणले चाहिँ धेरै झगडा भयो, धेरै नै भयो। हुन्छ दिदी, समय समयको लागि हजुरलाई धेरै धेरै धन्यवाद। हामी आमासँग हस्, थ्याङ्क यू। त्यो घुमाइदेऊ बट्ट आमाको थोरै हो ल, ठिक छ। आमाको टाउ दुखेको छ अरे, दिदी हुनुहुन्थ्यो नि त। दिदीको मलाई पहिल्यैदेखि अस्तिदेखि नै मैले दिदीलाई सोध्न खोजेको थिएँ खासमा। यतै आउन बाँसुरी, यसलाई फोकस गर न, यसले भिडियो नै खिच्न जानेन क्या। एकजना म आएको त्यहाँबाट खिच्ने ठाउँ रहेन त। मैले त भिडियो खिच्नु हुँदैन भनेर नआएर